ल हेर्नुहोस् है साथीहरू, क्लियर पाइप कसरी बन्छ भन्ने कुरो चाहिँ ल हेर्नुहोस् त। सरर लाएर त्यो मेसिनबाट चाहिँ कसरी आइरहेछ, अर्को दाइले चाहिँ त्यो च्याप्प समाएर त्यो अहिले त्यो तान्नलाई ब्यालेन्स नमिल्ने भएर चट्ट चट्ट काट्नु भएको छ। अब टक्क लाएर दोपार्नुभयो, त्यो तातोमा दोप्रिएपछि अब त्यहाँ सरर लाएर पानीमा अलिअलि भिजाउँदै 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 उता 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 सार्दै गएपछि त्यो चिसो चिसो हुँदै जान्छ। अनि त्यहाँबाट आफ्नो दह्रो रूप उसले चाहिँ आफ्नो दह्रो रूप लिन्छ है त्यो पाइपले। नत्र त त्यो लुलो हुन्थ्यो नि त, त्यही भएर त्यो धारा ठाउँ ठाउँमा धारो राखेको छ, त्यो चिसो पानी त्यहाँबाट झारिरहेको छ, त्यो पानी उता बगिरहेको छ। अनि सरर लाएर त्यो पाइप पनि निस्किरहेको छ। त्यो पाइप अब लिएर गएर चाहिँ कहाँ लानु हुँदो रहेछ है त, यता तानेर ल्याइरहनु भएको छ। अब कहाँ लाएर चाहिँ त्यो पाइपलाई राख्नुहुन्छ हेरौँ है त साथीहरू। ल बिस्तारै ल्याइरहनु भएको छ, ल्याइरहनु भएको छ। ल यता पनि आइरहनु भएको छ है त। ल अब के गर्नुभयो, त्यहाँ छिराउनु भयो है, त्यहाँ रोलरमा छिराउनु भयो। त्यो रोलरमा छिराएपछि सरर लाएर रोलरले चाहिँ अब त्यहाँ घुमाएर चाहिँ आफ्नो अटोमेटिक त्यसले घुमाउँछ। है तान्न पर्थ्यो, अब त्यो रोलरले घुमाउने काम गर्छ है। यता यता सार्ने काम गर्यो। सार्ने काम गरिसकेपछि अब त्यहाँ ल बेर्न थाल्नुभयो है। अब कसरी बेर्ने रहेछ हेरौँ है त हामी। सरर अर्को दाइ टक्क लाएर चाहिँ कुर्सीमा बसेर अनि सरर बेरिरहनु भएको छ। कति राम्रो पाइप निस्किएको छ हेर्नु त, क्लियर पाइप निस्किएको छ, कति राम्रो सरर लाएर चाहिँ अब बेरिरहनु भएको छ। उताबाट रोलरले यता खिचिरहेछ। अब सरर 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 आइरहेछ है, आइरहेछ। अब कति बेरसम्म लाएर चाहिँ त्यो बेरेर एक रोल पाइप हुन्छ। रोल भएपछि अब कति मिटरको हिसाब हो नि त। सरर हेर्नु कसरी बगेछ। ल हेर्नुहोस् सरर कसरी बगेछ। ल हेर्नुहोस्, ओहो क्या आइडिया है, यस्तो हो क्या आइडिया चाहिँ। ल